आमा याङ्ग्री आइपुग्यौँ सबैले आधी घन्टा 1 घन्टा भन्दा भन्दै 2.5 घन्टा लाग्यो हामीलाई यो उकालो चढ्न हैन 2 घन्टा 15 मिनेट म बाटोमा भेटेको साथी है बाटोमा भेटेको साथी के भनौँ फ्रेन्ड बनाऊ आन्टी भन्छन् हामी आन्टी लभर हजुरआमा भन्नु पर्यो हजुरआमा हामी आन्टी लभर हो त्यही भएर After 4 fucking years guys mountain दुई शब्द बोल्दै नि त आज दुई शब्द मजा आयो very excited just got some purple head hi heaven hi बस त्यहाँ 5 पोखरी त्यही नजिकै छ यहाँ मायाङ्ग्री छौँ यता छ माउन्ट लाङटाङ रेन्ज भइहाल्यो यो त्यो दोर्जे लाग्छ हिमाल भयो यतापट्टिको बाँकी त के हो त मिन्सर बाँकी सबै लाङटाङ नै होला भनेपछि यो डाँडा उतापट्टि रसुवा जिल्ला भइहाल्यो अहिले हामी सिन्धुपाल्चोकमा उभिरहेछौँ त्यो डाँडा उतापट्टि सिन्धुपाल्चोक र 5 पोखरी छुट्टा बिचमा छौँ रे हामी त्यस्तो डिटेल दिनु पर्दैन हो हेलम्बु र 5 पोखरीको बोर्डरमा छौँ जन्म जिल्ला यही डाँडा पारी हो त्यही त त्यस्तो डिटेल दिनु पर्दैन कि चोके मलाई पठाइदिनु म भोलि बस्छु फिल्टर गरेर फकित गरेर ओइ धेरैपछि पहाड देखेको माथि टुप्पाउनु पुग्दाखेरि त स्वर्ग यस अनि बिके तल के भन्नु छ नि भने स्वर्ग पुगेर आइयो अब अर्को ठाउँमा जाने अर्को अनि यही पाराले हिँड्न सक्छस् त अनि सधैँ भएन पुगे भयो कि भएन पुगे त भयो तँसँग पुगे कि पुगेन तैसँग पुगे कि पुगेन मैले तँलाई लिएर गएको नि त्यस्तो होइन हामीसँग अन्त आएको 3 जना सँगै तँ एक्लै जान आएको त नि ल ठिक छ त्यसो भए पनि मैले नाइ भनेन तैँले एकदम म त हिँड्छु हिँड्छस् ल ठिक छ त्यसो भए उकालो हिँड्नले अप्ठ्यारो होला ओह्रालो त तैँले मलाई भेट्दैनस् ल आजलाई यति नै अर्को भिडियोमा हामी फेरि भेटौँला हैन त